आज चाहिँ मैले गाडीबाट भिडियो स्टार्ट गर्दैछु। वेलकम टु माई अनदर मिनी ब्लग साथीहरू। अनि अहिले चाहिँ बिहानको 5 पनि बजिसकेको छ भने यो चाहिँ 5 बजेपछिको भ्यू हो। अनि आजको हाम्रो यात्रा चाहिँ दमकदेखि ताप्लेजुङसम्मको रहनेछ। अनि यात्रामा चाहिँ छु मम्मी र म। अनि हाम्रो यात्रा पनि सुरु भइसकेको छ। अनि यो चाहिँ कन्कै पुल हो। कन्कै पुलबाट देखिएको भ्यू हो। एकदमै दामी भ्यू देखिरहेको छ, तपाईहरु पनि देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्यारी मम्मी, मोबाइल चलाउनु हुँदैछ भने यहाँ चाहिँ छु म। अनि यो चाहिँ खाना खाइसकेर लिएको भिडियो हो। यहाँ पछाडि चाहिँ देख्न सक्नुहुन्छ हाम्रो गाडी। कन्याम पनि आइपुगिसकेका छौँ साथीहरू। अनि यो ठाउँमा त धेरैजना साथीहरू घुम्नको लागि भनेर जानु नै भएको होला। अनि हामी चाहिँ घर आउँदाखेरि यही बाटो भएर आउनुपर्ने हुन्छ। अनि इलामको कन्याम आइपुग्दाखेरि चाहिँ मलाई चाहिँ साँच्चीकै दसैँ आएको जस्तो दसैँ भाइब्स आइरहेको थियो। अनि आजको दिनमा चाहिँ मौसम पनि उत्तिकै राम्रो भएको थियो, देख्न सक्नुहुन्छ तपाईहरु पनि भिडियोमा। अनि यो चाहिँ म भर्खर सुतेर उठेर लिएको भिडियो हो। फिदिम बजार पनि आइपुगिसकेका छौँ साथीहरू। फाइनली हाम्रो सुन्दर नगरी ताप्लेजुङमा तपाईहरु सबैलाई स्वागत छ। अनि यो चाहिँ हाम्रो ताप्लेजुङ बजार हो। अनि ताप्लेजुङ बजार आइपुग्दाखेरि चाहिँ 4 साढे 4 भइसकेको थियो होला लगभग। अनि आउँदाखेरि त उज्यालै थियो, घर फर्किँदाखेरि त देख्न सक्नुहुन्छ रात नै परिसकेको थियो। अनि हामी त्यसपछि घरतर्फ लाग्यौं। थ्यांक्स फर वाचिङ गाइज।